साथीहरू सबैजनालाई गुड मर्निङ। बिहानी सबैजनालाई र तपाईँहरू समक्ष म फेरि उपस्थित भइसकेको छु। अस्ति मैले चाहिँ एउटा भिडियो हालेको थिएँ साथीहरू यही च्यानलमा। तपाईँहरूको चाहिँ जवान पदको चाहिँ नेपाल प्रहरीको जुन भ्याकेन्सी खुलेको थियो, त्यो भिडियो चाहिँ धेरैजना साथीहरूले रुचाउनु भयो। त्यही भएर मैले सोचेँ कि तपाईँहरू समक्ष भ्याकेन्सी त राखिदिएँ, तर अब चाहिँ त्यसको तयारी कसरी गर्ने, त्योको लागि के चाहिन्छ त, मार्गदर्शन त चाहिन्छ। र त्यसको मार्गदर्शन भनेको पाठ्यक्रम सिलेबस हो साथीहरू। त्यसैले चाहिँ जनपद प्रहरीको लिखित परीक्षाको पाठ्यक्रम लिएर म उपस्थित भइसकेको छु साथीहरू। तपाईँहरू अन्तिमसम्म भिडियो हेर्नुहोला, के पढ्नुपर्छ, के गर्नुपर्छ सबै जानकारी दिनेछु। अब डाइरेक्टै म तपाईँहरूलाई के अरे सिलेबसतिर लैजान चाहन्छु। हेर्नु त यसमा के भनेको छ। नेपाल सरकार गृह मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, छनौट शाखा नक्सल काठमाडौँ, प्रहरी जवान पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम सेवा चाहिँ नेपाल प्रहरी समूह जनपद प्रहरी श्रेणी राजपत्र अङ्कित चतुर्थमा पर्छ। यसमा चाहिँ साथीहरू तपाईँहरूलाई 4वटा चरण पास गर्नुपर्ने हुन्छन्। प्रथम चरणमा प्रारम्भिक स्वास्थ्य परीक्षण र शारीरिक तन्दुरुस्ती हुन्छन्, जसको पूर्णाङ्क 100 र उत्तीर्णाङ्क 40 हुन्छ। द्वितीय चरणमा तपाईँहरूको विस्तृत स्वास्थ्य परीक्षण हुन्छ। तृतीय चरणमा लिखित हुन्छ, जसको पूर्णाङ्क 100 र उत्तीर्णाङ्क 40 हुन्छ। चतुर्थ चरणमा तपाईँहरूको अन्तर्वार्ता हुन्छ र यसको चाहिँ 20 अङ्कको अन्तर्वार्ता हुन्छ। साथीहरू म तपाईँहरूलाई पुरै हेराउनेछु, अन्तिमसम्म हेर्नु होला। यसमा हेर्नु त प्रथम चरणमा प्रारम्भिक स्वास्थ्य परीक्षणमा तपाईँहरूलाई के गर्नुपर्ने हुन्छ भन्दाखेरि प्रारम्भिक स्वास्थ्य परीक्षणमा प्रहरी सेवाको पदमा नियुक्ति र बढुवा गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्त 2069 को अनुसूची 6 बमोजिम हुनेछ। शारीरिक तन्दुरुस्ती ल यहाँ हेर्नु, 300 मिटरको दौड हुन्छन्, लङ जम्प हुन्छ, हाई जम्प हुन्छ, सिटअप हुन्छ, पुसअप हुन्छ, चिनअप हुन्छ, 3.2 किलोमिटरको दौड हुन्छ र जम्मा अङ्कहरू तपाईँहरू आफै हेर्नु होला। अनि द्वितीय चरणमा तपाईँहरूको चाहिँ प्रहरी सेवाको नियुक्ति बढुवा गर्दा अनुसूची 8 मा भएको व्यवस्था बमोजिम हुनेछ तपाईँहरूको। र तृतीय चरणमा लिखित परीक्षा हुन्छन्, जसमा चाहिँ यसरी पहिला तपाईँहरूलाई 20 मार्कको नेपालीबाट सोध्नेछ, अनि त्यसपछि के अरे 15 मार्कको अङ्ग्रेजीबाट, 25 मार्क गणितबाट र सामान्य परीक्षा यानि सामान्य ज्ञान र प्रहरी सेवाबाट 40 अङ्कको। अनि तपाईँहरूको चाहिँ समय अवधि 2 घण्टाको हुनेछ साथीहरू। ल द्रष्टव्यहरू तपाईँहरू आफै पढ्नु होला। म चाहिँ तपाईँहरूलाई मेन कुरा लिखित प्रतियोगितात्मकको खुला प्रतियोगिताबाट पदपूर्ति हुने कुरा हेर्नेछु र पूर्णाङ्क यहाँ चाहिँ अन्तर्वार्ताबाट 20 अङ्क पाइन्छ। ल अब जहाँ साथीहरू हामीहरू सिलेबसतिर ल यहाँबाट हेर्नु, लिखित परीक्षाको पाठ्यक्रममा के समावेश गरेको छ हेर्नु त। यहाँ भनेको छ तपाईँहरूको नेपालीबाट चाहिँ नेपाली लेखनमा राष्ट्रिय गान लेख्न सम्बन्धी हुनुपर्छ, निबन्ध लेख्न आउनुपर्छ, चिठी वा निवेदन लेख्न आउनुपर्छ साथीहरू। र नेपाली व्याकरणमा चाहिँ नेपाली व्याकरणको नाम, सर्वनाम, करण, अकरण, लिङ्ग परिवर्तन सम्बन्धी जानकारी, शब्दार्थ, वाक्यमा प्रयोग, विपरीत शब्द र शुद्ध लेखन तयारी गर्नुपर्ने हुन्छन्। त्यस्तै अङ्ग्रेजीमा हेर्नु त ट्रान्सलेसन इङ्ग्लिस टु नेपाली र नेपाली टु इङ्ग्लिस ट्रान्सलेसन गर्नुपर्छ। वर्ड मिनिङको बारेमा थाहा पाउनुपर्छ, म्याचिङ डिफ्रेन्ट वर्ड्स एकर्डिङ टु देयर सुइटेबल वर्ड्स, स्पेलिङ राइटिङ हुनुपर्छ, सिङ्गुलर प्लुरल छुट्याउनु पर्ने हुन्छ साथीहरू। अनि त्यसपछि गणितमा जोड, घटाउ, गुणन, भाग, अङ्क र अक्षरमा लेखन, द्वितीयमा चाहिँ सरलीकरण, गणितीय शाब्दिक समस्याहरूबाट पढ्नुपर्ने हुन्छ। अनि त्यसपछि घमा के भनेको छ, सामान्य ज्ञान र सेवा सम्बन्धीबाट र बौद्धिक रहेको छ आइक्यू। यसमा सामान्य ज्ञानमा नेपालको इतिहास सम्बन्धी, नेपालको भूगोल सम्बन्धी, नेपालको प्रचलित धर्म, भाषा, संस्कृति, जाति, नेपालको वर्तमान संविधान र नेपाल प्रहरी सम्बन्धी सामान्य जानकारीमा नेपाल प्रहरीको कार्यालय सम्बन्धी, नेपाल प्रहरीको पद तथा दर्जा, प्रहरी नियमावली 2071, ट्राफिक सम्बन्धी नियम, महत्त्वपूर्ण समसामयिक अपडेटहरू पढ्नुपर्ने हुन्छन्। बौद्धिक परीक्षणमा आइक्यूमा चाहिँ समरूपता, शाब्दिक वर्गीकरण, कोडिङ, डिकोडिङ, मिल्दो, छुट्याउने, दिशा र दूरी चाहिँ सम्बन्धी पढ्नुपर्ने हुन्छ साथीहरू। र प्रहरी जवान जनपदको शारीरिक तन्दुरुस्ती परीक्षाको अङ्कभार यसरी छुट्याएको छ, तपाईँहरू हेर्नु होला। अनि 3 मा रहेको चाहिँ यहाँ हेर्नु त 300 मिटरको दौड तपाईँहरूको पुरुषको लागि छुट्याएको छ र यो साइड महिलाको लागि छुट्याएको छ। तपाईँहरूको चाहिँ के अरे हेर्नु त सबै कुरा तपाईँहरू आफै हेर्नु होला। यो तपाईँहरू आफैले हेरेर बुझ्ने कुरा हो, मलाई त्यति भन्नु पर्दैन। ल साथीहरू, अनि त्यसपछि चाहिँ अब हामी सिटअपमा जानेछौँ। सिटअप कति चाहिन्छ पुरुषको लागि र महिलाको लागि कति चाहिन्छ त्यो रहेको छ। यहाँ पुसअप तपाईँहरूलाई पुरुष हुनुहुन्छ भने कति पुसअप मार्नुपर्छ, कति समयभित्र, र यसमा महिला हुनुहुन्छ भने कति मार्नुपर्छ र कति बापत कति अङ्क पाउनुहुन्छ, सबै कुरा यसमा दिएको छ। म तपाईँहरूलाई बढी के अरे त्यसको बारेमा भन्न चाहेन, तपाईँहरू आफै हेर्नु होला। र यहाँ चाहिँ नमुना प्रश्न रहेको छ, यस्तै खालको प्रश्न सोध्ने हो साथीहरू, तपाईँहरू हेर्नु होला है।
र भिडियो मन परेमा चाहिँ साथीहरू सदा चाहिँ च्यानललाई चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला, ताकि म तपाईँहरू समक्ष यस सम्बन्धी अनेक किसिमका छोटा र जानकारी समेत तपाईँहरू माझमा रेगुलर रूपमा प्रस्तुत गर्न सक्छु साथीहरू। ल साथीहरू, यति रहेको छ तपाईँहरूलाई पढ्नुपर्ने कुराहरू र यतिकै भन्दै म अब होइन तपाईँहरूबाट छुटिन चाहन्छु। आशा छ तपाईँहरूलाई मन पर्यो भिडियो र यसै अनुसार साथीहरू सिलेबस अनुसार तयारी गर्नुहोला। त्यसभन्दा अघि तयारी गर्नु पर्दैन, अवश्य पास हुनु।